यी प्रस्तुति केवल राष्ट्रिय प्रजातन्त्र पार्टी खातिर यी प्रस्तुति नभएर यी प्रस्तुति देशभर में जितना रहल राष्ट्रवादी योद्धा के जौन भ्रष्टाचारी सरकार, जौन लुटेरा सरकार, जौन ओली और गृह मंत्री कांग्रेस के ढूंढ के रखला बा। आज वीरगंज में टेलर है, आज हमने ऐलान करेगा चाहता नहीं सर। अभी फिल्म बाकी बा, हमने के नेता के निशक्त रिहाई न हुई तो पीने से बाजार बंद हुई, पीने तैयार फिल्म शुरू हुई तो हमारे नेता सरकार के जौन इस सरकार के मिली भगत में जौन के हत्या भइल बा। आदरणीय उपस्थित पत्रकार मित्रहरू, म तपाईहरुमाझ हिजोको जुन घटनामा हाम्रो एबी न्यूज का पत्रकार, फोटो पत्रकार सुरेश रजकजीको अल्प आयुमा जुन मृत्यु भएको छ, उहाँको मृत्युप्रति म हार्दिक समवेदना, राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँको मृत्युप्रति हार्दिक समवेदना प्रकट गर्दै उनको मृतक परिवारजनमा म धैर्य धारणको कामना गर्न चाहन्छु र त्यसैगरी त्यो आन्दोलनमा सबिन महर्जनज्यू, कीर्तिपुर निवासी सबिन महर्जनज्यूको मृत्यु भएको छ, उहाँको पनि परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै मृतक आत्मालाई वैकुण्ठवासको कामना गर्दछु र जुन शान्तिपूर्ण आन्दोलन हिजो काठमाडौँमा भएको थियो, प्रहरीको अराजकताले गर्दाखेरि त्यो आन्दोलन हिंसामा परिणत भयो। म गृह मन्त्रीलाई यही घण्टाघरबाट सचेत गराउन चाहन्छु, हाम्रो शान्तिपूर्ण आन्दोलनमा गृह मन्त्रीज्यू, तपाईको प्रहरीले जुन बर्बरतापूर्वक त्यहाँनिर आफ्नो वितण्डता मचाएको छ, त्यसमा तपाईलाई म सचेत हुन आग्रह गर्दछु र यो शान्तिपूर्ण आन्दोलनमा कुनै पनि किसिमको प्रहरी हस्तक्षेप चल्दैन। हामी माओवादी होइनौं, हामी हिंसामा होइन, अहिंसामा विश्वास गर्दछौं, हामी अहिंसामा विश्वास गर्ने हो। हामीलाई तपाईहरु माओवादी जस्तै हिंसक बनाउने काम नगर्नुस्, नत्र भोलि फेरि यो देशको स्थिति तपाईहरुलाई सम्हाल्न गाह्रो हुन्छ। त्यसकारण नेपालमा जुन तपाईहरुले षड्यन्त्रपूर्वक राजतन्त्र पाखा लगाउनु भएको छ, आज त्यही राजतन्त्रको विषयमा नेपाली जनताहरू उठिसकेका छन् र नेपाली जनताहरूको भाग्य र भविष्य कोर्ने ती राज संस्थालाई पुनः तपाईहरु स्थापित गर्ने आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुस् र देशमा शान्ति सुव्यवस्था कायम गर्ने तपाईहरु मौका प्रदान गर्नुस्। यति भन्दै म आज